हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ म तपाईँहरूलाई मोबाइलबाट चाहिँ अन्नपूर्ण योजना चाहिँ कसरी भर्ने अनलाइन त्यसको बारेमा चाहिँ तपाईँलाई बताउँदैछु। हेर्नुहोस् है। र सबैभन्दा पहिला तपाईँहरूले फाइललाई बनाउनु पर्ने हुन्छ। आधार कार्ड, पान कार्ड र रासन कार्डको पिडिएफ फाइल बनाउनु पर्ने जो चाहिँ 50 केबीदेखि 200 केबीसम्म पहिल्यै बनाएर राख्नुहोस् र तपाईँहरूलाई भर्न सुविधा हुन्छ। जो मैले अलरेडी बनाएर राखेको छु, तपाईँले हेर्नुहोस् हो, तपाईँलाई सुविधा हुन्छ हेर्नुको लागि बादमा। र यसरी बनाएर राख्नु भएको छ। र फर्स्टमा हामी जानुपर्ने हुन्छ क्रोम ब्राउजरमा जानुपर्ने हुन्छ। क्रोम ब्राउजरमा गएपछि तपाईँले देख्नुभयो यहाँनिर सोसियल रेजिस्ट्री वेस्ट बेङ्गल गभर्मेन्ट, यसमा तपाईँले क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि तपाईँको पोर्टल खुलिन्छ, एक्सेस सिटिजन पोर्टल भन्ने, यसमा क्लिक गर्नुहोस् र यहाँनिर लगइन गर्नुपर्ने हुन्छ। यसमा तपाईँले आफ्नो डिस्ट्रिक्टको नाम लेख्नुहोस्। जस्तै मैले दार्जिलिङ लेख्दैछु। दार्जिलिङ लेखिसकेपछि तपाईँले यहाँनिर पनि आफ्नो मोबाइल नम्बर, रेजिस्टर मोबाइल नम्बर गर्नुपर्ने हुन्छ। जो मोबाइल नम्बरबाट लगइन हुन्छ यो। र तपाईँले यहाँनिर हेर्नुहोस्, यसमा चाहिँ तपाईँले यसरी यसलाई प्लस गरेर लेख्नुपर्ने हुन्छ। यसको क्याप्चा चाहिँ यही हो। र तपाईँले जो नम्बर रेजिस्टर गर्नुभएको थियो त्यो नम्बरमा चाहिँ हाल्नुभएको थियो, त्यो नम्बरमा तपाईँको यो आउँछ। यो आएपछि तपाईँको पोर्टल खुलिन्छ। पोर्टल खुलेपछि यसमा चाहिँ हेड अफ द फ्यामिलीको नाम लेख्नुपर्ने हुन्छ। हेड अफ द फ्यामिलीमा जस्तै बाउ, आमा, छोरा, बुहारी सबैको यसरी भर्नुपर्ने हुन्छ। र मैले चाहिँ यहाँ मेरो दुईजना मिसेस, म र मिसेस र नानीहरू दुईजना भएको कारणले गर्दा हामी 4 जनाको मात्रै भर्दैछौँ। र यो चाहिँ तपाईँले हेर्नुहोस्। र यसमा चाहिँ मेल है, यो मेरो डेट अफ बर्थ पनि हालिसकेको छु। र क्याटेगोरीमा एसटी र रिजनमा तपाईँको देख्नुभयो तपाईँले यो बुद्धिज्म। र कन्ट्याक्ट नम्बर जो आधार कार्डसँग लिङ्क भएको छ त्यो कन्ट्याक्ट नम्बर हाल्नुपर्ने हुन्छ। र कन्ट्याक्ट नम्बर हालिसकेपछि तपाईँको यहाँनिर अब तपाईँले देख्नुहुँदैछ टोटल नम्बर अफ फ्यामिली। यो चाहिँ म 4 जना मात्रै भर्दैछु, मिसेस मेरो र नानीहरू 2 जनाको 4 जनाको मात्रै भर्दैछु। यो हेर्नुहोस् तपाईँले। र अगर डिजेबिलिटी स्ट्याटस मतलब हात खुट्टा यताउता केही भएको छ भने त्यो पनि भर्न सक्नुहुन्छ। र यहाँनिर तपाईँले आधार कार्ड नम्बर भर्नुपर्ने हुन्छ। यो चाहिँ हेड अफ द फ्यामिलीको आधार कार्ड नम्बर भरेपछि यसलाई अपलोड गर्नुपर्ने हुन्छ। जो चाहिँ मैले अघि नै बताएको थिएँ, फाइल बनाएर राख्नुहोस्। 50 केबीदेखि तपाईँको 200 केबीसम्मको यसलाई अपलोड गरिदिनुहोस्। अपलोड गरेर यहाँ हेर्नुहोस्, मैले फाइल अघि नै बनाएर राखेको छु। यहाँनिर राखेपछि तपाईँले हेर्नुहोस् तलनिर मैले यहाँनिर राखेको छु। हेर्नुहोस् है, तपाईँले यसरी फाइल बनाएर राख्नुहोस्। तपाईँले पिडिएफ फाइल बनाएर राख्नुहोस् र तपाईँलाई सुविधा हुन्छ। पहिले यो चिज चाहिँ एकदम राख्नुहोस्। र राखिसकेपछि अपलोड जस्तो फाइल अपलोड हुनुको लागि चाहिँ टाइम लाग्छ। यो टाइम लागेपछि तपाईँले भ्यू हेर्नुहोस्। यहाँ भ्यूमा पनि तपाईँले हेर्नु पनि सक्नुहुन्छ यो मेरो फाइल अपलोड भयो कि भएन। र गरिसकेपछि तपाईँले यो एड्रेस, आफ्नो पर्मानेन्ट एड्रेस जो चाहिँ तपाईँको आधार कार्डमा छ त्यो भर्नुपर्ने हुन्छ। त्यो आधार कार्डको चाहिँ यसमा पुरा भर्नुपर्ने हुन्छ। यसरी आरामले हेर्नुहोस्, तपाईँले पज गरी हेर्नु सक्नुहुन्छ तपाईँले कसरी भर्नुपर्ने है। र मैले यहाँनिर सबै भर्दैछु। दिलपुर बस्ती, पिओ बासपट्टे, डिस्ट्रिक्ट दार्जिलिङ है, वेस्ट बेङ्गल। मैले सबै भरेछु। तल पनि आउँछ, डिस्ट्रिक्टहरू पनि आउँछ, वेस्ट बेङ्गलहरू जो पनि आउँछ तलनिर सबै आइहाल्छ। त्यसको लागि तपाईँले चिन्ता नगर्दा पनि यहाँ आइहाल्यो। हेर्नुहोस् दार्जिलिङ डिस्ट्रिक्ट है। र एरिया चाहिँ के टाइपको एरिया हो यो अब तपाईँले चाहिँ रुरल भने चाहिँ गाउँ बस्तीलाई चाहिँ रुरल भन्छ है। अन्त सहर बजारलाई चाहिँ हामी अर्बन भन्छौँ। र अर्बन चाहिँ हामीले भन्नु पर्दैन, किन हाम्रो बस्ती भएको कारणले। यो चाहिँ अब तपाईँले हेर्नु हुँदैछ तल चाहिँ यो चाहिँ तपाईँको पिनकोड नम्बर भएपछि चाहिँ तपाईँको कहाँ पिओ कहाँ पर्छ, पाँचपट्टि। अन्त तपाईँले यहाँनिर पिएस कहाँनिर पर्छ, यो लोधोमा मैले भर्दैछु। हेर्नुहोस् है तपाईँले ब्लक, अन्त हाम्रो पुलबजार ब्लक है, अन्त दार्जिलिङ पुलबजार ब्लक। र जिपी हाम्रो लोधोमा ग्राम पञ्चायत 2 यो पनि मैले भरेको छु। यसरी खोल्दै तपाईँको आइहाल्छ। तर इपिक नम्बर भनेको चाहिँ तपाईँको भोटर आइडी नम्बर। यो भोटर आइडी नम्बर यसरी हालिसकेपछि तपाईँले अपलोड गर्नुपर्ने हुन्छ। भोटर आइडी पनि पहिल्यै बनाएर राख्नुपर्ने हुन्छ। यसलाई पनि यसरी निकालेर अपलोड गरेपछि तपाईँले हेर्नुहोस् न, यसरी भोटर आइडी यहाँनिर सब देख्नु सक्नुहुन्छ। तपाईँले यसरी अपलोड भयो। यो भ्यू पनि गर्न सक्नुहुन्छ, हेर्नु पनि सक्नुहुन्छ। यसरी देख्नुभयो तपाईँले यसरी गर्दा हेर्दै जानुहोस्, आरामले गर्नुहोस्। कन्स्टिट्युन्सी एसेम्ब्ली मेरो दार्जिलिङ 23 दार्जिलिङ हो, 23 दार्जिलिङ। र तपाईँले हेर्न सक्नुहुनेछ। र पार्ट नम्बर र यो जुन चाहिँ कन्स्टिट्युन्सी चाहिँ पहिल्यै निकालेर राख्नुपर्ने हुन्छ तपाईँले, बुझ्नुभयो। र यसलाई नेक्स्टमा जानुहोस्। नेक्स्टमा गएपछि तपाईँले यहाँनिर डिजिटल रासन कार्ड छ कि छैन भनेर सोध्दैछ। र यसमा तपाईँले यस अगर छ भने यस गर्नुहोस्। छ भने यस गरेर कुन चाहिँ क्याटेगोरीमा छ तपाईँको एएवाई। र तपाईँको रासन कार्ड नम्बर यहाँनिर हाल्नुपर्ने हुन्छ, जस्तो मैले हालिसकेको छु। र अब तपाईँको नेक्स्टमा जानुहोस्। नेक्स्टमा गएपछि तपाईँकोमा 3टा रुम भएको घर छ कि छैन भनेर भन्दैछ। त्यसमा त्यो तपाईँले छ भने यस भन्नुहोस्। र तपाईँकोमा मेन चिज यहाँ आउँछ तपाईँको
वाट एभर युआर फ्यामिली ओन एनी ल्यान्ड भने चाहिँ तपाईँले यसलाई चाहिँ यस गर्नुहोस्। अगर तपाईँकोमा जमिन छ भने चाहिँ खासमलको किन नहोस्, जे पनि त्यो छ भने तपाईँले भर्नुपर्ने हुन्छ। अगर छैन भने चाहिँ तपाईँ सुकुम्बासी भन्छ। यही कारण चाहिँ एकदम इम्पोर्टेन्ट यो चिज। र तपाईँकोमा 4 व्हिलर छ कि छैन भनेर सोध्दैछ। 4 व्हिलर छ भने तपाईँको यहाँनिर रेजिस्टर्ड नम्बर र गाडीको नम्बर लेख्नुपर्ने हुन्छ। अगर छैन भने नो गरिदिनुहोस् यसरी। र तपाईँको हेल्थ इन्सुरेन्स छ भने यस गर्नुहोस्, छैन भने नो गरिदिनुहोस्। र छ भने कुन टाइपको हेल्थ इन्सुरेन्स छ है। र नेक्स्ट अब तपाईँको आयो तपाईँको इन्कम। माथि सबभन्दा इन्कम ट्याक्स बुझाउनुहुन्छ कि हुँदैन भने चाहिँ नो है। पान कार्ड छ भने यस गर्नुहोस्। यस गरेर पान कार्ड नम्बर हालिदिनुहोस्। यसरी तपाईँले पान कार्ड नम्बर हालिसकेपछि तपाईँको के हुन्छ, तपाईँको कति इन्कम छ है। तपाईँले सपोज टु बी 2 लाख लेखिदिनुहोस् होइन। 50,000 छ भने 1 लाख, जति पनि। अनइम्प्लोइ छ भने अनइम्प्लोइ लेखिदिनुहोस्, इम्प्लोइ छ भने इम्प्लोइ गरिदिनुहोस् है। त्यसको बादमा क्वालिफिकेसन तपाईँको कति छ, सपोज टु बी म यहाँ 12-12 हाल्दैछु है। तर तपाईँले एमएलए एमपी कोही छ कि छैन, छ भने छ, छैन भने छैन है। यो चिज पनि तपाईँले भर्नुहोस्। र यो चाहिँ सिएए हो। सिएमा अब नाम तपाईँको आएको थियो कि थिएन, र आइएसआईआरमा नाम काटेको थिएन, यो तपाईँले नेक्स्ट भइहाल्यो। तपाईँले देख्नुभयो यसलाई हो। यो डिबी तपाईँले स्किम पाउँदैछ भने भरिदिनुहोस्, नभएदेखि नभर्नुहोस् यसलाई। नेक्स्टमा जानुहोस् तपाईँ। अब नेक्स्टमा गएपछि तपाईँले यसलाई सेभ गरेर राखिदिनुहोस् यसलाई। र हामी अब म मिसेसको भर्नेछु मेम्बर नम्बर 2 को। अब हेर्नुहोस् है, मेम्बर नम्बर 2 को चाहिँ कसरी भर्नुपर्छ त्यो चिजलाई ध्यान दिनुहोस् है तपाईँले। किनभने मैले त अब यो अन्नपूर्ण त पाउँदिनँ, र मेरो मिसेसले पाउँछ। र मिसेसको नाम भरिसकेको छु, नाम, डेट अफ बर्थ सबै भरिसकेको छु मैले। र क्याटेगोरी यो सबै भरिसकेको छु। त्यो सिनेरी आउँदै गर्दा तपाईँले भर्न सक्नुहुनेछ है, बुद्धिज्म। र तपाईँको कन्ट्याक्ट लिङ्क विथ आधार नम्बर, यो चाहिँ मैले जस्ट हाल्दै मात्रै छु। तपाईँले आफ्नो मिसेसको आधार कार्ड नम्बरसँग लिङ्क भएको चाहिँ मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ यसमा चाहिँ। बुझ्नुभयो तपाईँले। त्यसको बादमा डिजेबिलिटी स्ट्याटस अन्नपूर्ण जसले पाउँछ त्यसको उयो हाल्दैछु। यो चाहिँ पान कार्ड आधार कार्ड नम्बर भयो, तपाईँको यो भोटर आइडी कार्ड नम्बर, यो जो डिजिटल भोटर आइडी छ त्यसलाई अपलोड गर्नुपर्ने हुन्छ है। यो अपलोड गरिसकेपछि तपाईँको अब म भोटर आइडी अपलोड गरिदिँदैछु मिसेसको। यहाँ देखिसक्नुभयो भोटर आइडी पनि आइसक्यो। र तपाईँले यहाँनिर एसेम्ब्ली कन्स्टिट्युन्सी अघि नै मैले भनेको थिएँ तपाईँले दार्जिलिङ 23, यो चाहिँ याद गरेर राख्नुपर्छ भनेको थिएँ है। 14 पार्ट नम्बर 14। र नेक्स्ट जान्छ तपाईँको। नेक्स्ट गएपछि तपाईँको आउनुहुन्छ यहाँनिर तपाईँले नेक्स्टमा तपाईँले हेर्नुहोस् यहाँनिर इन्सुरेन्स कुनै हेल्थ इन्सुरेन्स छ कि छैन, छ भने छ, छैन भने नो गरिदिनुहोस्। र नेक्स्ट जानुहोस् होइन। छ भने कुन टाइपको छ यो लेख्नुहोस्, नभएदेखि नेक्स्ट गर्नु। नेक्स्टमा तपाईँले इन्कम ट्याक्स पेमेन्ट गर्नुहुन्छ कि गर्नु हुँदैन, छ भने छैन भने यसरी लेखिदिनुहोस्। पान कार्ड छ भने पान कार्ड नम्बर हाल्नुहोस्, नभएदेखि नो इम्प्लाई है। र तपाईँले यसरी क्लास 10 र यो सबै तपाईँले एमपी एमएलए यो सबै नो गरिदिनुहोस्। नेक्स्ट गरिदिनुहोस्। नेक्स्टमा जानुहोस् तपाईँले एप्लिकेसन स्ट्याटस, यो जुन चाहिँ सिए र यो जुन चाहिँ आइएसआईआरको अगर तपाईँको अब्जर्भेसनमा छ भने त्यो गर्नुहोस्, नभएदेखि नो गरिदिनु, नट एप्लिकेट गरेर नेक्स्टमा गएपछि तपाईँले अन्नपूर्णको यो हेर्नुहोस्। यसमा आइएम एप्लाइङ गर्नुपर्ने हुन्छ। यो अन्नपूर्णको छ, यही हो मेन चिज चाहिँ। र यस आइएम नट गरे भने तपाईँको अन्नपूर्ण पाउँदैन। र तपाईँले यस गर्नुभयो भने त्यहाँदेखि यसमा चाहिँ नो गर्नुहोस्। अगर तपाईँले रिसिभिङ गभर्मेन्ट स्किम कुनै पाउनु हुँदैछ भनेर भन्नुहुँदैछ, नो गर्नुभयो भने चाहिँ तपाईँले अन्नपूर्ण पाउनुहुन्छ। अगर यस गऱ्यो भने चाहिँ तपाईँले पाउनु हुँदैन, किनभने तपाईँले 2वटा स्किम एकैचोटि तपाईँले पाउनु हुँदैन। र यसलाई तपाईँले सेभ गरिदिनुहोस्। र सेभ गरेपछि म नानीको भर्नु जाँदैछु, नानी छोराको भर्नु जाँदैछु। छोराको कसरी भर्नुपर्ने म देखाउँदैछु नानीहरूको। अब मेम्बर नम्बर 3 आइपुगेँ तपाईँको। हेर्नुहोस् है, मेम्बर नम्बर 3 चाइल्डमा टिक गर्नुपर्ने हुन्छ। नाम भर्नुपर्ने चाहिँ यहाँनिर छोराको नाम भर्दैछु मैले है, उर्गेनको। र तपाईँले राम्रोसँगले हेर्नुहोस्, उर्गेनको नाम भरिसकेको छ। मैले जस्ट एउटा फर्मुलिटी देखाउँछु, तपाईँले आफ्नो नाम र एकदम एकुरेट भर्नुपर्ने हुन्छ। यो चाहिँ यसरी कसरी भर्नु भनेर एउटा मैले चाहिँ स्याम्पल्स मात्रै, इक्जाम्पल स्पेसिमेन मात्रै बताएको तपाईँलाई। यो तपाईँले यसरी डेट अफ बर्थ यसरी सारेरै भर्नुपर्ने हुन्छ मेन्युअली, एकैचोटि लेख्नु मिल्दैन यसमा हो। त्यस्तो हुन्छ। र त्यो भएर तपाईँले लेखिसकेपछि तपाईँले यहाँनिर जेन्डर सेलेक्ट गर्नुपर्ने हुन्छ। सेम प्रोसेसर त्यस्तै हुन्छ, तर नानीहरूको चाहिँ भोटर आइडी नम्बर हुँदैन, र प्लस तपाईँको उयोहरू हुँदैन, रासन कार्डहरू चाहिँ त्यस्तो हुँदैन है। तपाईँले यहाँ हेर्नुहोस् है, यो आधार कार्ड नम्बर, कन्ट्याक्ट नम्बर, त्यो जुन चाहिँ आधार कार्डसँग लिङ्क भएको नम्बर है, यहाँले थाहा छ होला। र यो डिजेबिलिटी नानीहरू कोही अब एब्नर्मल छ भने डिसेबिलिटीमा यस गर्नुहोस्। यो आधार कार्ड नम्बर नानीहरूको खालि आधार कार्ड मात्रै अपलोड गर्नुपर्ने हुन्छ। यो आधार कार्ड नम्बर अपलोड गरेपछि नानीहरू कुन चाहिँ स्कुलमा पढ्दैछ, र कुन स्कुलमा पढ्दैछ, र कुन क्लासमा पढ्दैछ यो पनि भर्नुपर्ने हुन्छ तपाईँको।
यो जस्तै अब मैले आधार कार्ड अपलोड गरिसकेको छु नानीको। आधार कार्ड अपलोड गरिसकेपछि चाहिँ तपाईँले यहाँ हेर्नु पनि सक्नुहुन्छ। र अब नेक्स्टमा जानेछ हामी। नेक्स्टमा गएपछि हेल्थ इन्सुरेन्स छ भने छ, छैन भने नो गरिदिनुहोस्। नेक्स्ट गर्नुहोस्। नेक्स्ट गरेर यो हेर्नुहोस् इन्कम इम्प्लोइमेन्ट यो हेर्नुहोस्। अब नेक्स्टमा अझै जानुहुन्छ। र नानीहरूको चाहिँ क्लास 6 वर्षदेखि मुनिको चाहिँ आधार कार्डको नम्बर जरुर छैन है। 6 वर्षदेखि माथिको मात्रै आधार कार्ड अपलोड गर्नुपर्ने हुन्छ। र तपाईँको कुनै सुविधा पाएको छ भने यस, नभएदेखि नो गर्नुहोस्। नेक्स्टमा जानुहोस्। नेक्स्टमा गएपछि तपाईँको यो खोलिन्छ ग्रेड, कुन चाहिँ ग्रेडमा जान्छ। जस्तो म 11मा हाल्दैछु, क्लास 11 र गभर्मेन्ट कुन चाहिँ स्कुल, जस्तो यहाँनिर म हाल्दैछु रिम्बिक हायर सेकेन्ड्री स्कुल जो हाम्रो रिम्बिकमा छ है, त्यसको हाल्दैछु। एक्जाम्पल हालेको छु। तपाईँको नानी प्राइभेटमा पढ्दैछ भने प्राइभेटमा हाल्नु पऱ्यो, जे गभर्मेन्ट स्कुलमा पढ्दैछ भने गभर्मेन्टमा हाल्नु पऱ्यो। यो चाहिँ तपाईँहरूले आफूले हाल्नु पऱ्यो, यो चिज चाहिँ ध्यान दिनु पऱ्यो, बुझ्नुभयो। त्यसको बादमा कुन चाहिँ छ यहाँनिर सबै आउँछ, प्राइभेट, रिकगनाइज, नट रिकगनाइज, यो सबै आउँदैछ, बुझ्नुभयो। यसमा सबै भर्न सक्नुहुन्छ। र तपाईँले नानीले भ्याक्सिनेट गरेको छ कि छैन यो पनि आउँदैछ। तपाईँले हेर्नुहोस्, जहिले सेभ गरेर राख्नुहोस्। अब सेभ गरेर राखेको चाहिँ मैले यो उर्गेनको छोराको पनि सेभ भयो। अब हामी 3 जनाको सबै सेभ भयो। अब फोर्थ नम्बर हाम्रो छोरीको भर्दैछु। छोरीको चाहिँ म अलिकति सर्टकट देखाउँछु डाइरेक्ट तपाईँले, किनभने यो छोराको मैले अलरेडी देखाइसकेको छु है। अब याङछेनको चाहिँ म तपाईँलाई आधा मात्रै देखाएर यहाँदेखि सुरु, अब डाइरेक्ट यो ग्रेडमा ल्याउँदैछु है, किनभने यो भिडियो लामो हुन्छ, तपाईँले अलरेडी देखिसक्नु भएको छ है। यो क्लास सबै भरिसकेर लास्टमा आउँछ यो ग्रेड, मतलब स्कुलको त्यो जो अहिले लास्टमा भरेको थियो त्यस्तै आउँछ। त्यो चाहिँ तपाईँले चाहिँ सिनेटी भरेर जानुहोस्। मैले चाहिँ यहाँ तपाईँलाई छोटो बनाउनुको लागि मात्रै यो गरेको। यो चिजलाई फेरि ध्यान दिनुहोस् तपाईँले। र भरिसकेपछि गभर्मेन्ट स्कुल हो कि होइन, यो अब जो काम त गभर्मेन्ट स्कुलै हो। र प्राइभेट छ भने प्राइभेट भ्याक्सिनेट भएको छ कि छैन, त्यो छ भने कम्प्लिट भएको छ भने यस गरिदिनुहोस्। र अब तपाईँले यसलाई सेभ गर्नुपर्छ। यो सेभ गरेपछि त हामी 4जनाको सेभ भयो। र अब तपाईँले डिक्लेरेसन एन्ड कन्सेन्ट हुन्छ नि, यसमा टिक गर्नुपर्ने हुन्छ। र तपाईँले सब्मिट गर्ने बित्तिकै, र तपाईँले जस्तै यो जुन चाहिँ सब्मिट बटनमा गर्नुहुन्छ, तपाईँले यो नोटिफिकेसन आउँछ तपाईँहरूको स्क्रिनमा, र एप्लिकेन्ट सबमिटेड फ्यामिली मेम्बर भनेर आउँछ। र यसलाई तपाईँले गर्नुपर्ने हुन्छ।